महत्त्वपूर्ण प्रश्न लिएर आएको छु क्लास 10 को सिक्वेन्स एन्ड सिरिज को च्याप्टर को सोधिरहने प्रश्नहरू यसैमा है। एकजना कर्मचारीले मासिक तलब रु 60,000 कमाउने गरी नोकरीमा लागे। एक महिनामा कति पाउने भो? 60,000 तलब। प्रत्येक वर्ष उनको तलबमा समान रु 24,000 ले के छ वृद्धि भइरहेको छ। 24,000 का दरले बढोत्तरी पाउँछन्। उसले जम्मा आम्दानी रु 1 करोड पुर्याउन चाहन्छ। आम्दानी कति पुर्याउन चाहिरहेछ? 1 करोड। त्यसका लागि उसले कति वर्षमा नोकरी गर्नु पर्ला त? गणना गरी कारण सहित उल्लेख गर्नुहोस् भनेर यहाँनिर प्रश्न छ। अब यसलाई चाहिँ समाधान कसरी गर्न सकिन्छ त? है, समाधान कसरी गर्न सकिन्छ त भन्दाखेरि ल हेर्नुस्, प्रश्न अनुसार के छ भन्दाखेरि अब पहिलो वर्ष कति छ? 60,000 को दरले महिनाको दिइरहेछ भन्दाखेरि हाम्रो यो समानता कति छ? वर्षको समानता छ भनेको एक वर्षमा जति कमाउँछ नि, जस्तै मानौ कि महिनाको 10,000 को दिइरहेछ भन्दाखेरि वर्षमा उसले कति कमायो? 1,20,000 हो। 1 लाख त यो वर्ष 1,20,000 दियो भने त्यसमा चाहिँ 24,000 उसले थपेर अर्को वर्ष थप गरिदिन्छ भनेर हामीले बुझ्नु पर्यो। भन्दाखेरि 12 ले गुणन गर्नु पर्यो। कति हुन्छ? 7,20,000 वर्षमा उसले 7,20,000 को दरले कमाइरहेछ। अब यो 7,20,000 मा के हुन्छ भन्दाखेरि अब अर्को वर्ष, पहिलो वर्ष सकिसकेपछि अर्को वर्ष 24,000 यसमा थप गरेर महिनावारी 24,000 थप गरेर अर्को वर्षमा आउँछ। यसरी कुरा बुझ्नु। समान अन्तर कति छ? 24,000 दिइरहेछ। अब यसले कमाउने टार्गेट कति छ? 1 करोड छ। 1 करोड कमाउनलाई उसलाई कति वर्ष लाग्छ? यही रेसियोमा यदि कमायो भने, यही अनुपातमा यसले यदि काम गर्दै गयो भने 1 करोड कमाउनलाई उसलाई कति वर्ष कुर्नुपर्छ भन्ने कुरो हामीले पत्ता लगाउनु पर्नेछ। सूत्र अनुसार सूत्र के छ भन्दाखेरि SN बराबर n/2 2a + n - 1 d भन्ने फर्मुला छ। त्यसपछि के गर्नु पर्यो भन्दाखेरि SN को कति छ? SN 1 करोड, n/2 2 * a भनेको कति छ? 7,20,000 + n - 1 अनि इन्टु d भनेको कति थप्दै गएको छ? 24,000 भनेपछि प्रत्येक वर्ष थपिरहेछ। अब यो 2 यता पठायो भने 1 करोड * 2 भनेको 2 करोड भयो, बराबर यो माथिको n जस्ताको त्यस्तै आयो। यो दुईटैलाई गुणन गरेपछि 14,40,000 रुपैयाँ भयो, प्लस यसले 24 * n भनेको 24,000 n माइनस 24 * 1 24,000 * 1 24,000 भयो। अब चाहिँ के गर्नु पर्यो भन्दाखेरि यो जस्ताको त्यस्तै छ, यो जस्ताको त्यस्तै छ, यो र यो चाहिँ के छ? लाइक टर्म छ। यसलाई चाहिँ घटाएर के हुन्छ? 14,16,000 हुन्छ। यो जस्ताको त्यस्तै छ। अब यो के छ भन्दाखेरि यो जस्ताको त्यस्तै, यो n ले यसमा गुणन गरेपछि कति हुन्छ? 14,16,000 n प्लस 24,000 अनि n स्क्वायर हुन्छ। अब यो दुईटाबाट मैले कति 8,000 कमन लिए। अब यसलाई यो 8,000 ले भाग गरेपछि 177 अनि n को n प्लस 24,000 लाई 8,000 ले भाग गरेपछि 3 अनि n स्क्वायर को n स्क्वायर। अब यसलाई चाहिँ यतातिर पठायो भने केमा जान्छ? भागमा जान्छ। यो यतातिरको यो जस्ताको त्यस्तै भाग गरेपछि कति हुन्छ? 25,000 हुन्छ। यसलाई 2500 हुन्छ। यसलाई मैले यतातिर गर्दिए, यसलाई चाहिँ अगाडि ल्याए, यो 25,000 हुन्छ। त्यसपछि यो यति छँदैछ 25,000। अब यसलाई चाहिँ अगाडि ल्याए, यसलाई चाहिँ यहाँ बिचमा, यसलाई यो प्लस छ भने बराबर भन्दा त्यो साइड गएपछि माइनस भयो, बराबर 0 समीकरण 1 माने। त्यसपछि यसलाई यो समीकरण 1 लाई ax² + bx + c बराबर 0 सँग तुलना गर्नुपर्छ। यो के को फर्मुला हो?
क्वाड्रेटिक इक्वेसन भनेको वर्ग समीकरण। वर्ग समीकरणको फर्मुला लगाउनु पर्यो। यहाँनिर a बराबर यो 3 हुन्छ, b बराबर 177 र c बराबर -2500। यो कोफिसिएन्ट बराबर गर्नु पर्यो है। अब सूत्र अनुसार क्वाड्रेटिक इक्वेसनको सूत्र के छ त? क्वाड्रेटिक इक्वेसनको फर्मुला छ n बराबर -b प्लस माइनस रुट अन्डर b स्क्वायर माइनस 4ac बाई 2a चाहिँ यसको चाहिँ के हुन्छ? फर्मुला हुन्छ। अब यो n बराबर -b प्लस माइनस रुट अन्डर b स्क्वायर माइनस 4ac बाई 2a भनेको फर्मुला हुन्छ। अब यो b को भ्यालु चाहिँ 177 माइनसको माइनस 177 प्लस माइनस रुट अन्डर 177 को होल स्क्वायर माइनस 4 इन्टु 3 इन्टु यो 4 यो जस्ताको त्यस्तै आयो। a को मान 3 छ इन्टु c को मान -2500 बाई 2 इन्टु a को मान 3। अब n बराबर यसलाई चाहिँ यो जस्ताको त्यस्तै आएको छ। यो 177 को स्क्वायर गर्दाखेरि कति हुन्छ? 31329 प्लस यो 3टेलाई गुणन गरेपछि माइनस इन्टु माइनस प्लस हुन्छ अनि यो 3टेलाई गुणन गरेपछि 30000 हुन्छ। यो 3 दुना 6 भयो। अब n बराबर कति हुन्छ? यो जस्ताको त्यस्तै, यो प्लस माइनस जस्ताको त्यस्तै, यो दुईटेलाई जोड्दाखेरि 61329 हुन्छ। यसलाई रुट भन्दा बाहिर निकाल्ने, यतातिर जस्ताको त्यस्तै, यसलाई जस्ताको त्यस्तै, यो 61329 को रुट भन्दा बाहिर निकाल्दाखेरि 247.65 हुन्छ बाई तलको 6 जस्ताको त्यस्तै छ। अब यसमा यो के गर्नु पर्यो भन्दाखेरि धनात्मक चिन्ह लिने। पोजिटिभ साइन लिँदाखेरि के आउँछ त? पोजिटिभ साइन लिँदाखेरि के हुन्छ त रिजल्ट भन्दाखेरि यहाँनिर प्लस राख्नु पर्यो। यो तलको 6 जस्ताको त्यस्तै आयो। अब n बराबर यो दुईटेलाई जोड्दाखेरि यो प्लस माइनस माइनस र प्लस माइनस हुन्छ। अब यो घटाउँदाखेरि कति हुन्छ? 70.65 बाई 6 हुन्छ। यसलाई भाग गर्दाखेरि 11.77 हुन्छ। अब त्यस्तै गरी ऋणात्मक साइन लिने। ऋणात्मक साइन लिँदाखेरि यो के हुन्छ? नेगेटिभमा यसको मान हुन्छ। वर्ष कहिले पनि नेगेटिभमा हुँदैन, त्यही भएर यो मान चाहिँ एक्सेप्ट भएन। यो n को भ्यालु -70.78 चाहिँ एक्सेप्ट हुँदैन, किनभने वर्ष कहिले पनि नेगेटिभमा हुँदैन, यो जहिले पनि पोजिटिभमा हुन्छ। त्यही भएर एक्सेप्टेड भ्यालु के भयो? n बराबर 11.77 भयो। यो लगभग कतिको सेरोफेरोमा छ? 12 को सेरोफेरोमा, 12 वर्षको सेरोफेरोमा छ। अब त्यसैले यो भनेको यो 12 सँग जस्तै जस्तै हुन्छ। यसलाई चाहिँ लगभग हामी 12 वर्षमा यसले कति कमाउन सक्छ? 1 करोड रुपैयाँ कमाउनलाई यही रेसियोमा कमाउँदाखेरि उसलाई कति वर्ष लाग्ने भयो? 12 वर्ष चाहिँ लाग्छ यो पैसा यति कमाउनलाई। हस्त धन्यवाद। यो प्रश्नहरू एसीमा यस्ता प्रश्नहरू धेरै महत्त्वपूर्ण भएको कारणले यस्ताहरू अलि बढी अभ्यास गर्नुहोला। हस्त धन्यवाद।